चाहिँ यो मेरो रडमा ढुङ्गा बाँध्ने तरिका र यो बल्छी बाँध्ने तरिका यस्तो है। दुईटा बल्छी धुन यसरी कलर माथि कुन चाहिँ यसमा आन्द्रा हालेर खेल्ने हो। यसरी ढुङ्गा पनि बाँध्नु पर्छ पानीमा अडिनुको लागि। यसरी बगाइहाल्छु यसरी बल्छी बाँध्छु। यो बल्छीमा हाल्ने कुखुराको आन्द्रा है। यो चाहिँ मासु पसल आफ्नै घरमा छ, कुखुराको आफैले काट्छु। आन्द्रा चाहिँ नि यतै मासु सधैँ गर्छु मैले चाहिँ नि। अब यो कुखुराको आन्द्रा बिस्तारै बल्छीमा छिराउँदै लान्छु मैले है। आफ्नो तरिका बिस्तारै छिराउँदै साँधै लाने भित्र। सजिलो छ, त्यति गाह्रो छैन यो आन्द्रामा माछा खेल्न। त माछा हुनु पर्यो, तर माछा चाहिँ पर्छ है मजाले। माछा हुनु पर्यो खोलामा। गरिरहेछ, खेलिरहन्छु, गरिरहन्छ दिनमा दुई तिनवटा ठुलै भयो। लास्ट माथिको हुटमा अड्काइदिने यसलाई। पहिले चाहिँ माथि नै बाँध्छ के अरे, यहाँ डोरीमै बाँधिन्छ पहिले। म चाहिँ दुईवटा हुट राखेर खेल्छु। यो चाहिँ तलको हो अलिअलि निकालेर उडाइदिने, बस तयार भयो। यो चाहिँ अब खाप्नको लागि एकदम रेडी भयो। यो तरिकाले झुन्डाएर खेल्ने हो है। हुन्छ नि। अब हेर, यो छ माछाको हाल खबर। यो छ let's see how